हेलो साथीहरू, सबैलाई ह्याप्पी न्यू इयर। सबैले मलाई मेसेजहरूमा टिकटकको मेसेजहरूमा सोधिरहनु भएको थियो, तपाईँको के को अपरेसन गरेको, कहिले अपरेसन गरेको भनेर। मेरो चाहिँ पुसमा अपरेसन गरेको, पुस 2 गते। यो के भएर आएको भने मेरो चाहिँ काखीको अपरेसन हो। यो नानी अहिले 2 वर्षकी भई काखीमा दुइटै बोसो पोलाएको थियो। यत्रो यत्रो भएर दुईतिर यत्रो यत्रो भएर झुन्डेको थियो। हात यसरी राख्दा ओर्दा पनि पुरै अप्ठ्यारो हुन्थ्यो दुईतिरै। अहिले चाहिँ बिएनसीमा अपरेसन गरेर अहिले चाहिँ निकै अथवा भइरहेछ। तर नानी चाहिँ हात चलाउ चाहिँ यस्तो यो पाखुरा चाहिँ धेरै दुख्छ, अति नै दुख्छ। नानीले चलाइ गर्छ। अब नानीलाई पनि गर्नै पर्यो, लुगाहरू धोइदिनु पर्यो। त्यसो हुँदाखेरि सानो नानीहरू हुँदा चाहिँ धेरै गाह्रो हुँदो रहेछ। नभए सानो नानीहरू नहुँदा चाहिँ अलि सजिलै हुन्छ। अनि नानी पेटमा आएदेखि नै यति धेरै हर्मोन चेन्ज भयो। त्यतिखेर नानी पेटमा हुँदा यति धेरै गाह्रो भयो, ब्लड जाने पनि भयो, बसेर उठ्न नसक्ने पनि भयो हैन। यस्ती छिन् अहिले चाहिँ, यस्ती छिन्। यो चाहिँ मैले बिना फिल्टरको बनाएको है साथीहरू भिडियो चाहिँ। अनि के फिल्टर लगाइरहनु भनेर, जस्तो छ त्यस्तै छ। अनि यो प्रायः सबैलाई नै हुँदो रहेछ, कसैलाई नहुँदो हो। अनि कसैलाई चाहिँ अब आउँदै जाँदै गर्ने रहेछ। यो काखीमा बोसो आउने पनि, अनि आफै नानी सुत्केरी भएपछि आफै हराउने गर्दो रहेछ। कसैलाई चाहिँ हराउँदो रहेछ। यो प्रायः धेरैलाई हुँदो रहेछ, तर भन्न मात्र नसकेको हो मान्छेहरूले। म हस्पिटलमा जाँदा पनि के को अपरेसन भनेर सोध्न आउँदा पनि मैले यो काखीको अपरेसन यस्तो यत्रो पलाएको छ दुईतिरै भन्दाखेरि मेरो भाउजूको पनि छ, मेरो दिदीको पनि छ। अनि धेरैले भन्नुभयो क्या। अनि कतिले त हिजो अस्ति भर्खर अपरेसन गरेर लगेको मेरो काकीको पनि थियो, मेरो भाउजूको पनि थियो भनेर भन्नुभयो क्या त्यहाँनिर। अनि मलाई चाहिँ मेरो मात्र होला, यत्रा झुन्डिन्थे, कुर्ताहरू लाउँदा पनि देखिन्छ भन्ने आफूलाई चाहिँ लाग्थ्यो, देखिन्थ्यो पनि बाहिरबाट। अनि आफूलाई धेरै अप्ठ्यारो हुने, अब डक्टरले चाहिँ अब अपरेसन गर्नुपर्छ, 3-4 घन्टा लाग्छ भनेर डर पनि देखाउनुहुन्थ्यो। अनि अब डर पनि लाग्थ्यो। अनि लामो लुगा लाउनु, पुरा बाहुला लाउनु, त्यस्तो देखिँदैन भन्नुहुन्थ्यो। तर मेरो चाहिँ 2 खालको हुँदो रहेछ लाइपोमा भन्ने। त्यही चाहिँ एकैचोटि वात्तै बढ्ने, ठुलो हुने, समय सँगसँगै ठुल्ठुलो हुँदै जाने। एउटा चाहिँ जत्रो छ त्यत्रै मिडियममा बसिराख्दो रहेछ। तर यो चाहिँ यसको चाहिँ ठुलो रोगहरू, क्यान्सर जस्तो त्यो रोग चाहिँ हुँदो रहेन रहेछ। समयअनुसार वर्षमा एकपल्ट चाहिँ चेक गर्नु पर्दो रहेछ हैन। अब लाइपोमा भन्ने चिज चाहिँ त्यस्तो क्यान्सरहरू जस्तो ठुल्ठुलो रोगहरू चाहिँ देशभित्र प्रवेश गर्ने रहेन रहेछ भनेर भन्नुभएको है डक्टरहरूले चाहिँ। लाइपोमा हुँदा डराउनु पर्दैन, यो बोसो मात्र जमेको हो, काटेर फ्याल्दा पनि भयो, राख्दा पनि भयो भन्नुहुन्थ्यो। मेरो चाहिँ दिनदिनै बढ्दै गयो। त्यही भएर मैले चाहिँ अपरेसन गरेँ। छोरीले पनि सुनिरहेको छिन् मेरो कुरा। यो सबैले सोधै गर्नुभयो टिकटकको मेसेजहरूमा, तपाईँको के को अपरेसन गरेको, काखीमा मेरो पनि छ भन्ने कुरो जस्तो आयो। अनि त्यही भएर सबैलाई जानकारी दिउँ भनेर गरेको। अहिले चाहिँ पुसमा गरेको, अहिले चाहिँ वैशाख 1 गते भइसक्यो। तर पनि नानीले गरेर होला मेरो चाहिँ। नानी त्यसो नगर्न। अनि नानी नगर त्यस्तो। अनि त्यस्तो भयो। अहिले चाहिँ निकै अथवा हुँदैछ। तर पनि हात चलायो, ठुल्ठुलो लुगाहरू धोयो भने चाहिँ सहन सक्ने गरी दुख्दैन। यस्तो पाखुरामा यो पाखुरा अब यहाँ काटेको छ, तर यो पाखुरा चाहिँ यति दुख्छ दुईतिरै के 13 टाका यति काटेको छ। एकतिर यति काटेको छ, अर्कोतिर यति 13 टाका लगाएको छ। त्यही भएर धेरै दुख्छ। अब यो मान्छेहरूलाई अब डर पनि लाग्छ, काखीमा यसरी के झुन्डेको भन्ने सबैलाई लाग्छ होला। तर अब
चेक गराउनु कसैको बढ्ने खालको हुन्छ, कसैको नबढ्ने खालको हुन्छ। अपरेसन गरेर फ्याल्दा चाहिँ ढुक्कै पनि हुन्छ, ढुक्क हुन्छ, आनन्द हुन्छ। मेरो चाहिँ अब धेरै ठुल्ठुलो यत्रो त झुन्डेकै थियो। अनि अब मेरो चाहिँ त्यही हो, नानी पेटमा आएदेखि नै आएको। नानी अब 6 महिनाको हुँदा, जन्मेर 6 महिनाको हुँदाखेरि मनमा गयौँ एकपल्ट चेक गर्नलाई, केही हुँदैन तर यो अपरेसन गर्नुपर्छ, 80,000 लाग्छ भन्नुभयो। त्यहाँनिर नानी सानो चाहिँ, दुध खाँदै चाहिँ दुध छोडाउनु पर्छ, अनि मात्र गर्दाखेरि 2-3 घन्टा लाग्छ अपरेसन गर्नलाई, ठुलो अपरेसन हुन्छ भन्नुभएको थियो। अनि नानी 2 वर्षकी भई अनि हिजो अस्ति भर्खर गरेको मेरो। अनि त्यस्तै छ, अहिले चाहिँ धेरै नै निको हुँदैछ। तर सानो नानी भएका कारणले चाहिँ नानीको धेरै लुगाहरू हुन्छन्, सु गरिरहन्छे, आँखा गरिरहन्छे, अनि लुगा धोइरहनुपर्छ। त्यही भएर अलिक धेरै नै गाह्रो हुन्छ, दुख्छ। राति चाहिँ अति दुख्छ, दिउँसोभरि धेरै हात चलायो भने राति चाहिँ अति धेरै दुख्छ। त्यही भएर पनि अब नानी सानो भएर होला, त्यस्तै हो, दुख्छ। अब समयअनुसार आफै हराउँदै जान्छ दुखाइ पनि। अब छाला त्यस्तै त हो, छाला अब आफ्नो ठाउँमा आइपुग्नलाई पहिलेको जस्तै हुनलाई त टाइम लाग्छ नि त, अनि दुख्छ। अब फुच्चीको बाबा पनि विदेश हुनुहुन्छ। मैले त गफ गर्दै छोरी त निदाइसकिछे। त्यही हो, अब मैले भन्न आएको चाहिँ यो हर्मोन चेन्ज भएर निस्किँदो रहेछ प्रायः जसो नानी पेटमा आउँदाखेरि धेरैलाई निस्किँदो रहेछ। अब कसैलाई चाहिँ हराउँछ, कसैलाई चाहिँ हराउँदैन। लाइपोमा पनि 2 किसिमको हुन्छ, एउटा बढ्ने एउटा नबढ्ने। अनि अब स्वास्थ्य बिमाबाट गरियौँ अब हामीले चाहिँ, त्यसो हुँदाखेरि कम्ती खर्चमा भयो। अब त्यस्तै हो, अब मान्छेको शरीर के त निस्किहाल्छ, अपरेसन गरेर फालेपछि ढुक्कै हुन्छ हुनु चाहिँ। तर दुखाइ चाहिँ हुन्छ। अब दुखाइ भयो भनेदेखिमा पिर गर्नु हुँदैन, समयअनुसार आफै हराउँदै जान्छ, निको हुँदै जान्छ। मलाई चाहिँ अब फुच्चीको बाबा पनि विदेश हुनुहुन्छ, फुच्चीलाई पनि अब बिमारी भइरहन्छ, सानो केटी। अब त्यस्तै हो, अब आफैले गर्नुपर्छ। बिमारी हुँदा रातभरि बस्ने ओर्ने हलाउने सब गर्छु नि त, अनि त्यही भएर अलिक बढी नै 2 जनाको काम एकजनाले नै गर्नु पर्दाखेरि तीमाथि अपरेसन गरेको मान्छे, त्यही भएर अलिक धेरै दुख्ने भएको हो। ठिकै छ। अब यस्तो हुन्छ, काखीमा चाहिँ धेरै नसाहरू हुन्छ अरे, डक्टरले भन्नुभएको। त्यो नसाहरू चाहिँ 1-2वटा काटिन्छ अरे, त्यही भएर पनि होला धेरै नसाहरू हुन्छ। अब त्यो अपरेसन गर्दाखेरि 1-2टा नसा काटिँदाखेरि चाहिँ त्यसरी दुख्छ भन्नुभएको थियो। ठिकै छ, अब समयअनुसार आफै निको हुँदै जान्छ भन्ने आश गरेको छु मैले चाहिँ। अब तपाईँहरूको पनि कसैलाई केही हो यस्तै काखीमा निस्केको छ भने चाहिँ यो भिडियो पुऱ्याइदिनु होला, उहाँले पनि थाहा पाउनुहुन्छ कस्तो खालको मासुको बोसो पलाएको छ। यो चाहिँ धेरैलाई हुँदो रहेछ। अब पिर चाहिँ गर्नु पर्दैन, लाइपोमा हो, भिडियो एक्सरे चाहिँ गरिरहनु पर्दो रहेछ वर्षमा एकपल्ट। म चाहिँ गरिरहन्थेँ। अनि मेरो चाहिँ गरेपछि बढेको देखाउँथ्यो क्या, मेरो चाहिँ कति सेन्टिमिटर बढेको भएर मेरो चाहिँ लास्टै अप्ठ्यारो, हात पनि चाल्नलाई पनि अप्ठ्यारो, यता सार्न पनि अप्ठ्यारो, यत्रा चाहिँ कुर्ताहरू लाउन, चोलोहरू लाउन पनि धेरै नै अप्ठ्यारो लाग्थ्यो। मान्छेको अगाडि जान पनि मलाई धेरै नै अप्ठ्यारो लाग्थ्यो। त्यही भएर मैले चाहिँ अपरेसन गरेपछि त्यो अप्ठ्यारो चाहिँ हरायो। तर दुखाइ चाहिँ छ, तर हिजो अस्ति अपरेसन गरेको भएर चाहिँ दुखाइ भएको हो। आफै समयअनुसार आफै हराउँछ, छाला मिल्दै गएपछि आफै दुख्न पनि कम हुन्छ। यही भन्न आएको। तपाईँहरूको कसैको छरछिमेकी अङ्कल आन्टी काका काकी कसैको छ भने यो भिडियो पुऱ्याइदिनु होला, सबैलाई जानकारी गराइदिनु होला। भिडियो एक्सरे चाहिँ गरिरहनुपर्छ कस्तो खालको फोको आएको हो भनेर। फोको त होइन, डल्लो, मासुको डल्लो। यस्तै छ। ल है त साथीहरू, यही भन्न आएको म त।